अहिले भेट्न आउँछु ल नानी हेलो नआउने आउन यहाँ आइसक्नु भयो हेलो हेर्नु त भाइ रमाइलो टोल होइन यो रमाइलो टोल विकास संस्था अलिकति कति हजुर एकैछिन म ध्यान आकर्षण सर्वप्रथम आज यस इटरी उपमहानगरपालिका वडा नम्बर 19 यो चाहिँ 19 पर्छ ठ्याक्कै अघि हामी गएको थियौँ त्यो चाहिँ 20 नम्बर र आज यो रमाइलो चोक इटरी 19 रमाइलो चोकमा यति बेला हामीले हाम्रो माननीय नेपाल सरकारका हाम्रा माननीय ललिता थापाज्यूलाई शासन ग्रहण गर्ने हार्दिक अनुरोध गर्दछौँ र त्यसै गरी हाम्रो एकदमै समाजसेवी तथा युवा हाम्रो ठाउँमा एकदमै सक्रिय राष्ट्रिय स्वतन्त्र पार्टीका हाम्रो राजन कटवाल सरलाई अतिथि शासन ग्रहण गरिदिनु अनुरोध गर्दछु र त्यसै गरी सम्पूर्ण नेपाल सरकारबाट आउनुभएका र अनुगमनमा निस्किनुभएका सम्पूर्ण नेपाल सरकारका अन्य माननीयज्यू अतिथिहरूलाई शासन ग्रहण गर्न चाहन्छु र त्यसै गरी हाम्रो टोल विकासका अध्यक्ष कुमार गिरिज्यूलाई पनि शासन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु र आज हामी हाम्रो माननीयज्यू विभिन्न ठाउँहरूमा घुम्दै हाम्रो जनताको घर घरमा समस्याहरू समाधान गर्दै हाम्रो जनताका आवाजलाई सुन्दै आइरहनु भएको छ एकदमै खुसी लागेको छ हाम्रो ठाउँमा पनि माननीयज्यूलाई स्वागत गर्न पाउँदा हामी एकदम अत्यन्तै खुसी छौँ र आज हाम्रो देख्दा त यो ठाउँमा एकदम समस्या केही छैन जस्तो देखिन्छ र अहिले हामी माननीयज्यूले यता माथिबाट घुमाउने विचार थियो मेरो तर हाम्रो ठ्याक्कै यहाँ अगाडि परेको हुनाले माननीयज्यू हामी एउटा जानकारी गराउन चाहन्छौँ यो ठाउँमा चाहिँ हाम्रो दुईवटा समस्या छ छन त अरू धेरै छ यो चाहिँ चोक हो होइन यहाँ चाहिँ हाम्रो सबै एउटा बिजनेस चोक भएको हुनाले हामी अहिले चोकमा छौँ जुन योबाट एउटा भौगोलिक हिसाबले भन्दाखेरि यहाँदेखि चाहिँ हाम्रो अघि हामीले चेक गरेको निरीक्षण गरेको ठाउँ चाहिँ 20 हो ठ्याक्कै त्यहाँदेखि यतापट्टिको भाग चाहिँ 19 हो र जुन वडाको सिमाना क्षेत्रफल हिसाबले खुल्ला ठाउँ तरको मेन बजारमा भए पनि एउटा गाउँ जस्तो ठाउँ छ माननीयज्यू र हजुरलाई अहिले त्यस्तै परे हामी घुमाउन पनि सक्छौँ र हाम्रो समस्या चाहिँ के हो भने माननीयज्यू लगभग 10-12 वर्षदेखि यहाँ चाहिँ एकदमै हाम्रो विद्युत प्राधिकरणको जुन लो भोल्टेजको समस्या छ 1 नम्बरमा यो लो भोल्टेज चाहिँ किन भयो भने तपाईँको हाम्रो यहाँ पर हाम्रो वडा कार्यालय 19 जप्ती भने त्यहाँ एउटा ट्रान्सफर्मर छ सबै त्यहाँबाट घुमाइ कता घुमाइ चाहिँ तपाईँको यो ठाउँमा लास्ट दिनदेखि माननीयज्यू त्यही भएको कारणले हामीलाई चाहिँ एकदमै कम एउटा पनि जुनसुकै मैले एउटा प्रतिवेदनै बनाएको छु अहिले म हजुरलाई ज्ञापन गराउन चाहन्छु र त्यस्तो भएको समस्याले हामी चाहिँ यो विशेष गरी समर सिजन गर्मीमा 5-6 महिना चाहिँ एकदमै तड्पिरहेको छौँ र हामीलाई चाहिँ एकदम समस्या छ हामीले विद्युत प्राधिकरणमा समस्या सुनाएको पनि हो हामीले उहाँ केन्द्र प्रमुखज्यूसँग कुरा पनि गरेको हो र अहिलेसम्म यस्तो कुनै माननीयज्यूहरू यहाँ आउनु पनि भएन विद्युत प्राधिकरणका ज्यूहरू पनि आउनु भएन र आज माननीयज्यू आउनु हुँदाखेरि साह्रै खुसी लाग्छ र हाम्रो आवाजलाई पनि अलिकति सुनिदिनु भएकोमा धेरै हामी खुसी छौँ र अर्को समस्या भनेको अलिकति यहाँ हाम्रो चाहिँ विभिन्न यो सेन्टर भएको हुनाले यहाँ स्कुल छ यता स्कुल छ योबाट उँभो यहाँसम्म चाहिँ यसपालि हामीले मुस्किलले पिच गऱ्यौँ यो इन्टरलक लगायौँ त्यहाँदेखि पछि पुरै गाउँ छ पुरै हिलो छ यहाँ मेरो घर पनि म एउटा स्वतन्त्र पत्रकार हो गोर्खा खबर चलाउँछु र युट्युबहरू पनि चलाउँछु नेपाल सरकारको आवाजहरू मैले पनि उठाइरहेको छु त्यही भएको कारणले अहिले माननीयज्यूसँग मेरो दुईवटा कुरा राख्ने शब्द मौका पाएँ त्यसलाई धेरै धन्यवाद दिन चाहन्छु र अर्को समस्या भनेको अलिकति हाम्रो गाउँमा पनि सहरको बिचमा भए पनि हामी चाहिँ टुरी खेलको बिचमा बसे जस्तो छौँ त्यही भएको कारणले अलिकति यो बाटोहरू ठ्याक्कै यता कुनै बाटो छैन माननीयज्यूले अघि देख्नुभयो अघि एकदम साँगुरो बाटो आइयो यो बाटो चाहिँ एकदम सिधा बाटो छ माननीयज्यू यो सिधा बाटो अलिकति यत्तिकै पिच भइदियो भने चाहिँ हामी चाहिँ साह्रै खुसी हुने थियौँ र अघिल्लो वर्ष एकदम दुःखले हामीले बनायौँ अलिकति पहिला जग्गाको विवाद जग्गाको विवाद अहिले नै छैन पिचको बाटो र अनि मेन समस्या भनेको चाहिँ विद्युतकै छ र एउटा ट्रान्सफर्मरको हामीलाई आवश्यकता छ त्यो जग्गा पनि हामीले धेरैवटासँग सहकार्य गरेर अहिले जग्गा लगभग हामीले उ गरिसकेको छौँ हजुरले एउटा त्यो आवाज सुनिदिनु भयो भने गर्न चाहन्छु र म यो एउटा मैले अघि एउटा बनाएको थिएँ म एउटा हजुर सरलाई सुनाएर म यो ठ्याक्कै माथि तर डाइलिङ बुद्ध चौकको छेउ तर डाइलिङ छ नि ठ्याक्कै त्यहीँ पुगिन्छ र त्यो बिचमा चाहिँ केही एउटा ऊ छैन कि सर ट्रेन पनि छैन एउटैको समस्या चाहिँ किन भएको भने अनि यहाँ चाहिँ धेरै धनीमानी मान्छे तर विकासमा चाहिँ कसैले आँखा नगएको अनि एउटै मान्छेको 3 बिघा 4 बिघा भएकोले अब उहाँहरू बाटो बनाउन चाहनुहुन्न अनि
हजुर 20 बिघा होइन त्यो भएको कारण चाहिँ यस्तो भएको हो। अनि त्यसमा हाम्रो घरहरू छ झन्डै हामी लगभग 35,000 भन्दा बढी छ। म म्यानेजरलाई पढेर तपाईँको एरियामा 200 घर परिवार छन् तर त्यहाँ बाटोको असुविधा भइरहेको छ। ड्रेन चाहिँ त्यो मेरो घरभन्दा अलिकति माथितिरसम्म अघिल्लो वर्ष हामीले बनायौँ सर, त्यहाँदेखि उँभो चाहिँ छैन। अनि जहिले सफारीहरू पल्टिन्छ अनि स्कुलको गाडीहरू ठुल्ठुलो गाडी आउँछ अनि त्यहाँ चाहिँ तपाईँको बस जानै सक्दैन, घुम्नै सक्दैन। र म सरहरूलाई भन्न चाहन्छु श्री माननीय लाल विक्रम थापाज्यू, सदस्य प्रतिनिधि सभा सङ्घीय संसद नेपाल, विषय इटरी 19 तररा रमाइलो चोकको लो भोल्टेज ट्रान्सफर्मर अभाव र सडक स्तरोन्नतिको समस्याको समाधान गरिदिनु भन्दा बारे म सुनसरी जिल्ला इटरी उपनगरपालिका 19 तररा निवासी स्वतन्त्र पत्रकार नवेन्द्र लामा यस क्षेत्रको करिब 35,000 आम नागरिकले दैनिक शास्ति र जनसरोकारका गम्भीर समस्याहरू समाधानका लागि माननीयज्यू समक्ष यो माग पत्र प्रस्तुत गर्दछु। हाम्रो क्षेत्र हाल मुख्य गरी दुईवटा चरम समस्याबाट गुज्रिएको छ। एक, विद्युत समस्या लो भोल्टेज र ट्रान्सफर्मर अभाव करिब 19 अन्तर्गतका रमाइलो चोक, कोरियन चोक, सैनिक चोक, विकास चोक लगायत क्षेत्रका 1500 भन्दा बढी घरधुरी चरम लो भोल्टेजबाट पीडित छन्। अत्याधिक गर्मीको महिनामा विद्युत उपकरणहरू, फ्रिज, पङ्खा, कार्यालय साधन चल्दैन भने ई रिक्सा र ईभी सवारी चार्ज गर्न समेत नपाउँदा स्थानीयहरूको जनजीवन र व्यवसाय ठप्प भएको छ। नेपाल विद्युत प्राधिकरण इटरी वितरण केन्द्र मार्फत यहाँ तत्काल आवश्यक क्षमताको थप ट्रान्सफर्मर जडान गरिनु आवश्यक छ। सडकको दुरवस्था, हाम्रो गाउँ छिर्ने मुख्य मार्ग अझैसम्म पनि ग्राभेल हुन सकेको छैन। सडकको जीर्ण अवस्थाका कारण वर्षायाममा हिलो र हिउँदमा धुलोले गर्दा आवत जावतमा स्थानीयवासीहरूले निकै शास्ति खेप्नु परेको छ र मिसगिटी समेत नहालिएको अवस्था छ। तसर्थ यस क्षेत्रका जनप्रतिनिधिको हैसियतले माननीयज्यूबाट नेपाल विद्युत प्राधिकरण र सम्बन्धित निकायहरूको समस्या समन्वय गराई थप ट्रान्सफर जडान र गाउँ छिर्ने मुख्य मार्गको तत्काल ग्राभेल तथा बजेट पहल गरिदिनु हुन हार्दिक विनम्र अनुरोध गर्दछु। निवेदक रमाइलो टोल विकास संस्था नगेन्द्र लामा, स्वतन्त्र पत्रकार। मोबाइल नम्बर मैले हालेको छु र सरलाई यो ज्ञापन पत्र बुझाउन चाहन्छु। यो हाम्रो टोल विकास जिल्ला पनि हुन्छ। यहाँले सर्वप्रथम त स्वतन्त्र पत्रकारिताको माध्यमबाट यो समाज परिवर्तनको लागि तपाईले खेल्नुभएको भूमिकाप्रति म उच्च सम्मान व्यक्त गर्न चाहन्छु। म पत्रकारिताको माध्यमबाट पनि समाजमा देखेका, समाजमा भोगेका, समाजले भोग्दै आएका समस्याहरूलाई एकदमै निस्वार्थ कुनै पनि राजनीतिक दलको झन्डा नउडिकन पनि समाज परिवर्तनमा योगदान दिन सकिन्छ भन्ने जुन तपाईँले सुरुवात गर्नुभएको छ, यसको लागि फेरि पुनः धन्यवाद ज्ञापन गर्न चाहन्छु। र अब यो इटरी 19 र 20 नम्बरको बस्तीको समस्याको विषयमा म जानकार छु नै। र यहाँ पहिला एउटा ट्रान्समिटर राख्ने भन्ने कुरा 19 कि 20मा भएको, तर यहाँ जग्गा विवादको के समस्याको कारणले गर्दा यिनै हो, विवादको कारणले गर्दा नभएको भनेर मलाई चाहिँ मैले त्यहाँ जिज्ञासा राखेका थिएँ। यो समस्याको समाधान भएको जग्गाको विषय लगभग अस्ति तपाईँहरूको जग्गाको फिक्स भएपछि हजुर जग्गाको समस्याको समाधानको कुरा हो भने यस विषयमा म चाँडै नै पहल गरेर त्यो सबै कुराहरू मिलाउनु होला। र यहाँले, यहाँको समुदायले, यहाँको टोल विकासले र सिङ्गो यो 19 र 20सँग सम्बन्धित यो केस भएको कारणले गर्दा यसमा हामी निकै गम्भीर छौँ। यहाँको जनसङ्ख्या निकै ठुलो छ, यद्यपि यहाँले भोग्दै गर्नुभएको होइन। सरकार अब जो चाहिँ भएन भन्दै भन्दा गर्दाखेरि पनि अब आज सरकार हुँदै गर्दा, आम नेपाली जनताको सरकार हुँदै गर्दाखेरि पनि यही कुरा पटक दोहोऱ्याइराख्नुपर्ने जुन बाध्यता चाहिँ छ। तर अब सरकार बनेको पनि छोटो समय भएको छ। मैले फेरि निवेदन गरेँ, जिम्मेवारीपूर्वक हामीहरूलाई समस्याको समाधानतिर लाग्छौँ नै। यो उठानको लागि फेरि यहाँलाई धन्यवाद दिँदै यहाँ मार्फत सम्पूर्ण टोलवासीलाई पनि अब कतिजना अघि नै आउनु भएको समय अब छोटो भएको कारणले गर्दा हामी आउँदै गर्दाखेरि ढिलो भयो भन्ने कुरा मैले सूचना पाएको छु र मैले धन्यवाद पनि दिन पाएको छु। थाहा छैन मलाई, यदि त्यस्तो होइन भने
देशबाट विदेशबाट जहाँ जहाँ हुनुहुन्छ अब राष्ट्रिय स्वतन्त्र पार्टीलाई माया गर्ने सबै व्यक्तिलाई सबैप्रति र अहिले करका विषय पनि चाहिँ यसो भयो उसो भयो भन्ने पनि चाहिँ नागरिकबाट गुनासो उठिरहेको छ। केही कुराहरू सुधार्नुपर्ने भए तपाईँहरूको फिडब्याक कमेन्टहरू लिएर होइन तपाईँहरूको सल्लाह सुझावभन्दा बाहिर यो सरकार छैन, जाँदैन, नागरिकको सरकार हो। त्यस कारणले कहिलेकाहीँ चाहिँ सरकारलाई दिनुपर्ने सुझावमा चाहिँ कसैले पनि कन्जुसाइ नगरिदिनु होला र सुझाव दिनु होला भन्दै यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। यो करको विषयमा अब यो समग्र चाहिँ यो टोलको समस्याको बारेमा हाम्रो यो टोल विकास संस्थाका विकास संयोजक नगेन्द्र सरले यहाँ हजुरलाई ज्ञापन पत्र बुझाइसक्नुभयो। अब समग्र यो करको विषयमा चाहिँ मलाई यो राष्ट्रको नै समस्या हो, यो यहाँको मात्रै होइन राष्ट्रको समस्या, यसको बारेमा चाहिँ म अलिकति हजुरलाई यो केही जानकारी गराउन चाहन्छु है। यो सरकारी सेवाका जागिरे बाहेक प्राइभेट क्षेत्रमा काम गर्ने धेरै जसो नवयुवा युवतीहरू चाहिँ जो 10,000 देखि 20,000 को बिचमा चाहिँ तलब खाने अहिले पनि हाम्रो भाइ बहिनीहरू छोराछोरीहरू गाउँबाट आएर अथवा यहीँको स्थानीयहरू यहीँ चाहिँ सङ्घर्ष गरौँ भनेर जीविका चलाइरहने कतिपय मान्छेहरू हुनुहुन्छ होइन। अब उहाँहरूले चाहिँ के गर्नुहुन्छ भने आफू थोरै तलबमा भए पनि आफ्ना छोराछोरी चाहिँ बोर्डिङमै पढाउँ भन्ने उहाँहरूको कतिपयको रहर इच्छा हुन्छ होइन। कतिपयले त्यसरी सङ्घर्ष गरेर पढाइराख्नु भएको छ अहिले जब। अनि त्यो बोर्डिङको फिस चाहिँ तपाईँको कर लगाएर त्यसरी वृद्धि हुँदै हुँदै जाने हो भने ती मान्छेहरूले चाहिँ उनीहरूको सपना पुरा नहुने भयो क्या। त्यही कारणले अब यसमा मैले भन्नु खोजेको दुईवटा कुरा। एउटा कुरा के हो भन्दाखेरि यो प्राइभेट क्षेत्रमा काम गर्नेहरूको लागि तलब अब सरकारको त सरकारी स्तरमा काम गर्नेको त तलब यो अनुसार बढ्यो, स्केल अनुसार बढ्यो। तर यो प्राइभेट क्षेत्रमा काम गर्ने धेरै छन् नि त बेरोजगार, यो कम तलब हुने होला उनीहरू त त्यो तलबले त तपाईँ के भइरहेछ आफूलाई जीविका चलाउन समेत धाउधाउ भइरहेछ। अनि तिनीहरूले अब यो कर बढेको कारणले के गर्यो बोर्डिङको फिस पनि बढ्ने भयो। अनि अन्य घर परिवार चलाउनलाई उनीहरूलाई धेरै धाउधाउ परिरहेको छ। अब त्यसको लागि तपाईँहरूले प्राइभेट क्षेत्रलाई पनि अलिकति अनुगमन गर्नु पऱ्यो उनीहरूको तलब बढाउनलाई। अनि के गर्नु पऱ्यो सकेसम्म यो प्राइभेट बोर्डिङ अब बोर्डिङ स्कुलमा हामीले कर लगाएका छौँ, त्यहाँ त्यो के भन्छ विद्यार्थीबाट फिस चाहिँ राम्रो लिन्छन् उनीहरूले। तर ती काम गर्ने टिचरहरूलाई चाहिँ तलब चाहिँ फेरि संशोधन गरिरहेको सरकारले कर त बढाइदियो तर ढाड सेकिने त जनताको हो नि त। अनि तलब चाहिँ त्यो त्यही टिचरहरूलाई त्यहाँको त्यही काम गर्ने टिचरहरूलाई तलब न्यून दिइरहेको हुन्छ। अनि त्यहाँ ब्यालेन्स कहीँ पनि मिलेकै हुँदैन। यस क्षेत्रमा चाहिँ सरकारले विशेष गरिकन तपाईँले अर्थमन्त्रीसँगै भेटेर प्राइभेट क्षेत्रमा काम गर्ने र यो सरकारी बोर्डिङमै काम गर्ने टिचरहरूको पनि तलब स्केल माथि उठाउनु पर्यो। उनीहरूले जीविका यही देशमा गरी खान सक्ने वातावरण बनाउनु पर्यो। त्यो खालको चाहिँ पहल तपाईँले गर्नु पर्यो। करको दर चाहिँ यो क्षेत्रमा चाहिँ घटाउनै पर्छ। मेरो पनि लालबिगम सरले एउटा अब मानिलिनु यहीँ आइराखेकोमा अब हाम्रो नगर प्रमुख भनेको हाम्रो स्थानीय सरकार भनेको चाहिँ अब नगर होइन त अहिलेको हेमकण्ड नानीदेखि अब अहिलेको अवस्था कस्तो छ भने त्यो नगर बसको हालत हेर्नुपर्छ नि। त्यो आमा बिनाको टुरो हुन्छ नि त्यस्तै भएको छ, टुरो मात्र हुन्छ एकजना होइन। त्यहाँदेखि घुमाएर लान्छ अब त्यो इलेक्ट्रिकदेखि लिएर हर कुराहरू त्यहाँ जब हामी हलगडादेखि त्यहाँ कटेपछि हामीले मास्क लगाउनुपर्छ, पाउडर लगाउनु पर्दैन। त्यहाँ तपाईँलाई थाहै छ, तपाईँ त त्यहाँ घुमिराखेकै हुनुहुन्छ, त्यो जानकारी नै छ, तपाईँलाई जानकारी नै छ त्यो कुरो विषयमा। यसमा हामीले अब सुन्ने मात्र होइन, तपाईँले चाहिँ सुनिदिनु मात्रै गयो भने तपाईँ यहाँको अर्थ भएन होइन। अब तपाईँले होमा हो मिलाउनु भयो भने यसको अर्थ हुँदैन। तपाईँले चाहिँ अलिक उहाँले हाम्रो यहाँको अध्यक्षज्यूले भने जस्तै होइन तपाईँले चाहिँ सम्बन्धित मान्छेलाई गएर त्यहाँ व्यक्तिगत तरिकाले गएर भेटेर हुन्छ कि तपाईँले चाहिँ त्यहाँ रोस्टममा तपाईँले चाहिँ उठाएर हुन्छ कि यो कुराहरू होइन। अब अहिलेसम्म यहाँको त्यति यहाँ खेल प्रेमी त्यति हुनुहुन्न, तर भित्र पहिले थियो होला, तर म खेलप्रेमी मान्छे हो। आजसम्म हाम्रो ओडामा खेलको लागि बजेट कति आउँछ यसको जानकारी हामी जनतालाई छैन। पहिलो कुरो बल्ल 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 लेखेर गयो भने बजेट माग्यो भने 1 लाख लेख्यो भने 20,000 रुपियाँ दिन्छ। त्यो पनि छुट्टाको सफल त्यो भइसक्छ धाउँदा होइन। यो सिस्टम तपाईँहरूले चाहिँ बनाइदिनु पऱ्यो। खास आउने ओडामा बजेट खेलकुदको लागि कहीँ मार्ने मात्रै के हुन्छ भने चाहिँ अब त्यो भनिदिनु पऱ्यो होइन। पहिलो कुरो अब हाम्रो यहाँ अहिले के छ राजसभाको सरकार छ होइन।
यहाँ व्यक्तिगततिर नजाउँ, राष्ट्रसभाको सरकार छ। आज त्यही सभापतिलाई हिजो अस्ति एउटा खाइ नखाएको बिस लगाएर त्यो कानुनले जान्ने कुरो हो, त्यो त नजाउँ। कानुन भन्नु सबैलाई बराबर हुनु पऱ्यो नि त। त्यही कानुनमा टेकेर 2 वर्ष जेल हाल्छ एउटालाई, त्यही कानुनमा टेकेर सुकुमासी भनेर 2052 सालको सुकुमासी देखाएर 10 कठा जग्गाको नामबाट करोडौँ रुपियाँ लुट्छ, अनि त्यसलाई फेरि त्यो साधारण तारिकमा छोडिदिन्छ होइन। तपाईँ आएर यो कुरो चाहिँ राम्रोसँग उठाइदिनु पऱ्यो। पहिलो कुरो अहिले उहाँले हाम्रो सलिम गाइसक्नु भएको छ, ट्रान्समिटर यहाँ एकदमै जरुरी छ। सम्बन्धित निकाय हैमकर्णलाई हुन्छ कि यहाँको ओडालाई हुन्छ कि अस्ति मैले फोन गर्दा पनि हाम्रो यहाँ प्रकाश सरलाई पनि मैले गरेँ, अध्यक्षलाई गएर भन्नुहोस् भने अध्यक्षले कुरै सुन्नु चाहँदैन। उसले हेरेँ यहाँ कति ऐल्यान्ड जग्गा छ, यहाँ धेरै ऐल्यान्ड जग्गाहरू छ नि त होइन। तर फेरि त्यो ऐल्यान्ड जग्गा उसले चलबोक गरेको, हामीले त्यो गरेर खाउँला भनेको होइन। तर त्यो कति लाग्छ त्यहाँ ट्रान्समिटर राख्नको लागि होइन, त्यो व्यवस्थित तपाईँले गरिदिनु पऱ्यो। र तपाईँले यो खेलकुद सम्बन्धीमा एउटा खेलकुद ग्राउन्ड राम्रो छैन हाम्रो, एउटा कबलहरू राम्रो छैन हाम्रो। तपाईँले उता गएर स्कुल हेर्नुभएको छ, सरकारी स्कुलको हालत के छ? एउटा त्यो स्कुलमा अब के अरे अवलम्बन गर्ने मान्छे कोही छैन। त्यसलाई कस्तो अध्यक्ष कुन पार्टीको छ, कुन उसको सचिव छ भनेर राखेर मात्रै हुँदैन। यो कुराहरू तपाईँले सरकारी स्कुलको हालत के छ अहिले? अहिले उहाँले कुमार सरले भनिसक्नु भयो के छ, कर मात्रै बढाउने अनि ढाँट सेक्ने जनताको। उनीहरूलाई त प्राइभेट स्कुलको मालिकहरूलाई त सञ्चालकहरूलाई के छ, 10,000 बढाइदिनु भयो भने उनीहरूले 30,000 रुपियाँ खाइदिन्छ बढाइदिन्छ। त्यसमा अगमन कसैले गरेको छ? सरकारी निकायको मान्छे आएर छन् त्यहाँ अगमन गरेर चाहिँ गराइदियो नि खोइ त। हामी यहाँ चुकेका छौँ। हाम्रो मैले अघि पनि भने हाम्रो मेन गार्जियन भनेको स्थानीय सरकार। हेमकर्णले अब उसले उठ्ला नउठ्ला त्यता नजाउँ, तर आजको हालत के छ, नगर बसको हालत के छ, हाम्रो खेलकुदको हालत के छ, खोइ हाम्रो हालत छैन। यो चिजमा तपाईँले चाहिँ एकदम जोरदारको साथमा तपाईँले यो उठाउनुपर्छ। खेलकुदमा त जिरै छ यहाँ नेपालभरि नै। यो खेलकुदको विषयमा रकम कति आउँछ, कति हुन्छ भन्ने कुरो तपाईँहरूले चाहिँ एकदम राम्रोसँगले जानकारी गराएर चाहिँ हामीलाई तपाईँहरूले जानकारी गराउनुपर्छ। हाम्रो सभापति मार्फत हुन्छ कि के मार्फत हुन्छ कि एउटै हो सबै क्या। अब हजुरले अब यहाँ आइदिनुको सबभन्दा ठुलो कुरो होइन, यो सबभन्दा